कल्पना गर्नुहोस् एउटा भाइरस जसले मानिसको दिमागमा असर पुर्याउँछ, कहिलेकाहीँ सास फेर्न गाह्रो बनाउँछ र मृत्युदर 40देखि 75% हुन सक्छ। यो कुनै डरावनी कथा होइन, यो छ निपाह भाइरस। आजको भिडियोमा हामी बुझ्नेछौँ निपाह भाइरस के हो, इतिहास र फैलावट, लक्षणहरू, रोकथाम र अहिले नेपालमा स्थिति कस्तो छ। निपाह भाइरसको इतिहास र विकास। नमस्कार, आज हामी निपाह भाइरसको इतिहास बुझ्नेछौँ। यो कहाँबाट सुरु भयो, कसरी फैलियो र समयसँगै कसरी बदलिँदै गयो। सुरुवात कहाँबाट भयो त? निपाह भाइरस पहिलोपटक सन् 1998मा मलेसियामा पत्ता लागेको थियो। त्यहाँ सुँगुर पालन गर्ने किसानहरू अचानक गम्भीर रूपमा बिरामी पर्न थाले। उनीहरूलाई ज्वरो आयो, टाउको दुख्यो र पछि दिमागमा असर गरेर धेरैजनाहरू कोमामा पुगेका थिए। सुरुमा डाक्टरहरूले यो रोगलाई जापानिज इन्केफेलाइटिस भनेर सोचेका थिए, तर पछि अनुसन्धान गर्दा नयाँ भाइरस भेटियो। यो भाइरस भेटिएको ठाउँको नाम थियो सुनगाई निपाह। त्यसै स्थानको नामबाट यसलाई निपाह भाइरस भनियो। मलेसियाबाट फैलिएको त्यो भाइरसबाट के पाठ सिकियो त? अनुसन्धानले देखाए अनुसार फलफुल खाने चमेरोमा यो भाइरस पहिले नै थियो। चमेरोबाट सुँगुरमा सरेको थियो र सुँगुरहरूबाट अन्तिममा मानिसहरूमा सर्न सफल भएको थियो। त्यो प्रकोप रोक्न हजारौं सुँगुर मार्नु परेको थियो भन्ने विभिन्न लेखहरूमा पाइन्छ। त्यसपछि मलेसियामा ठुलो प्रकोप फेरि देखिएको छैन। बङ्गलादेश र भारतमा कसरी फैलियो त? सन् 2001देखि बङ्गलादेश र पछि भारत, विशेष गरी पश्चिम बङ्गाल र केरलामा प्रकोप देखिन थाल्यो। तर यहाँ एउटा फरक कुरा थियो। मलेसियामा सुँगुरबाट सरेको थियो, तर बङ्गलादेश र भारतमा धेरैजसो केसहरू सिधा चमेरोबाट मानिसमा सरेका थिए। मुख्य कारण थियो चमेरोले छोएको काँचो खजुरको रस पिउनु। यस क्षेत्रमा मानिसहरूबाट मानिसमा सर्ने घटना पनि धेरै देखियो। भाइरसको विकास। निपाह भाइरस प्राकृतिक रूपमा फलफुल चमेरोमा धेरै वर्षदेखि रहेको मानिन्छ। वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि यो भाइरस समयसँगै सानो सानो परिवर्तन यानि कि म्युटेसन गर्दै आएको छ। मलेसियामा देखिएको स्ट्रेन र बङ्गलादेश, भारतमा देखिएको स्ट्रेन अलि फरक छन्। बङ्गलादेश, भारतको स्ट्रेन मानिसबाट मानिसमा सजिलै सर्ने खाले देखिएको छ। यही कारणले केही प्रकोपहरू घातक भएका देखिन्छन्। तर अहिलेसम्म यो भाइरसले ठुलो स्तरमा विश्वव्यापी महामारी भने बनाएको छैन। हालको अवस्था। विश्व स्वास्थ्य सङ्गठनले निपाह भाइरसलाई भविष्यमा महामारी गराउन सक्ने सम्भावना भएको भाइरसको सूचीमा राखेको छ। हालसम्म खोप पूर्ण रूपमा उपलब्ध भएको छैन। पक्का औषधि पनि बनेको छैन र अनुसन्धान जारी नै सकिएका छन्। नेपालको स्थिति। हालसम्म कुनै पनि पुष्टि भएको केस छैन, तर भारतको नजिकै प्रकोप भएकोले नेपालमा सतर्कता एकदमै उच्च अवस्थामा राखिएको छ। सीमा र विमानस्थलहरूमा यात्रु जाँच, स्वास्थ्य निगरानी र सचेतना अभियान पनि जारी नै छ। निपाह भाइरस लागेपछि शरीरमा कस्ता लक्षण देखिन्छन्? ध्यान दिनुहोस्, सुरुमा यो साधारण ज्वरो जस्तै देखिन सक्छ, तर केही दिनमै गम्भीर हुन सक्छ। सुरुमा देखिने लक्षणहरू। निपाह भाइरस शरीरमा पसेपछि सामान्यतया 4देखि 14 दिनभित्र लक्षणहरू देखिन थाल्छन्। ज्वरो आउनु, टाउको दुख्नु, शरीर दुख्नु, थकान लाग्नु, घाँटी दुख्नु, बान्ता हुनु सुरुवाती लक्षणहरू हुन्छन्। यी लक्षणहरू सामान्य भाइरल ज्वरो जस्तो नै हुन्छन्। त्यसैले धेरैजसो मानिसहरूले सुरुमा यसलाई गम्भीर रूपमा लिँदैनन्। पछि देखिने गम्भीर लक्षणहरू। केही दिनपछि अवस्था बिग्रिन सक्छ। निपाह भाइरसले दिमागमा असर गर्न सक्छ। त्यसपछि अल्मलिने, धेरै निद्रा लाग्ने, राम्रोसँग बोल्न नसक्ने, शरीर काप्ने अथवा झट्का लाग्ने र बेहोस हुने जस्ता लक्षणहरू देखा पर्दछन्। कतिपय अवस्थामा बिरामी छिट्टै गम्भीर अवस्थामा पुग्न सक्छ। श्वास प्रश्वास सम्बन्धी लक्षणहरू। केही बिरामीमा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, छाती भारी हुने जस्ता लक्षणहरू देखिन सक्दछन्। निपाह भाइरस कसरी सर्छ? निपाह भाइरस मुख्य रूपमा निम्न तरिकाले सर्छ। चमेरोबाट मानिसमा, ब्याट टु ह्युमन। फलफुल खाने ठुलो चमेरो यो भाइरसको प्राकृतिक स्रोत हो। चमेरोले फलफुलमा टोक्दा, पिसाब गर्दा वा थोक्दा भाइरस त्यहाँ पुग्न सक्छ। विशेष गरी काँचो खजुरको रस चमेरोले छोएपछि मानिसले पिउँदा सङ्क्रमण हुन सक्छ। दोस्रो हो जनावरहरूबाट मानिसमा, एनिमल टु ह्युमन। केही देशहरूमा सुँगुरमा सङ्क्रमण भए पछाडि त्यसपछि सुँगुरसँग काम गर्ने मानिसहरूमा यो सरेको देखिन्छ। सङ्क्रमित जनावरको श्राप, थुक, नाकबाट निस्कने पदार्थ, रगत वा मासुसँग सम्पर्क हुँदा सङ्क्रमण हुन सक्छ। तेस्रो तरिका हो मानिसबाट मानिसमा। यो सबैभन्दा चिन्ताजनक तरिका हो। सङ्क्रमित व्यक्तिको खोकी, थुक, सास
शरीरको तरल पदार्थ मार्फत नजिक सम्पर्कमा बस्दा भाइरस सर्न सक्छ। यदि सावधानी नअपनाइएमा अस्पतालमा स्वास्थ्यकर्मीहरू पनि जोखिममा पर्न सक्दछन्। निपाह भाइरसबाट कसरी आफू र आफ्नो परिवारलाई जोगाउने? हालसम्म निपाह भाइरसको पक्का औषधि वा खोप उपलब्ध छैन। त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा हो रोकथाम। मानिसबाट मानिसमा सर्न नदिने उपायहरू। निपाह भाइरस सङ्क्रमित व्यक्तिको नजिक बस्दा सर्न सक्छ। त्यसैले बिरामी व्यक्तिसँग धेरै नजिक सम्पर्क नगर्ने, मास्कको प्रयोग गर्ने, हात साबुन पानीले बारम्बार धुने, बिरामीको थुक, रगत वा शरीरको तरल पदार्थ छुनुबाट जोगिने, अस्पतालमा स्वास्थ्यकर्मीहरूले विशेष सावधानी अपनाउनु अत्यन्त आवश्यक छ। बिरामी जनावरबाट टाढा रहने। यदि कुनै जनावर असामान्य रूपमा बिरामी देखियो, अचानक मरेको छ भने त्यससँग सिधा सम्पर्क नगर्नुहोस्। पशु स्वास्थ्यकर्मीलाई खबर गर्नुहोस्। नम्बर 3, चमेरोबाट बच्ने उपाय। निपाह भाइरसको मुख्य स्रोत फलफुल खाने चमेरो हो। त्यसैले चमेरोले टोकेको वा झरेको फल नखाने, राम्ररी धोएर मात्र फल खाने, काँचो खजुरको रस नपिउने, खुल्ला ठाउँमा राखिएको खानेकुरा नखाने प्रयास गर्ने। व्यक्तिगत सरसफाइ। नियमित हात धुने, खानु अघि र शौचालयपछि साबुन प्रयोग गर्ने, घर वरिपरि सफा राख्ने। साधारण सरसफाइले पनि धेरै सङ्क्रमण रोक्न सक्छ। नम्बर 5, सचेतना फैलाउने। यदि तपाईँको क्षेत्रमा अचानक धेरै मानिस बिरामी परिरहेका छन्, दिमागमा असर पर्ने लक्षणहरू देखिरहेका छन् भने तुरुन्त स्वास्थ्य निकायलाई जानकारी दिनुहोस्। निपाह भाइरस एकदमै खतरनाक छ र यसको मोर्टालिटी रेट 40 देखि 75% रहेको छ। तर सचेतना र सावधानीले बच्न सकिन्छ। चमेरोले छोएको खाना नखाने, मास्क प्रयोग गर्ने, हात धुने र बिरामीसँग नजिक सम्पर्क नगर्ने। सुरक्षित रहनुहोस्, सचेत रहनुहोस्।